आदरणीय श्रोताबिन नमस्कार। म चाहिँ विशाल नेपाल। यति बेला चाहिँ स्रोतरी नरेल 5 सारीमा रहेको कुवाको पोखरी सोह्र गइरहेको छौँ। त्यसको सानो भिडियो लिएर आएको छु। कृपया भिडियो अन्त्यसम्म हेरेर साथ दिनुहोला भन्ने आशा लिएको छु। हेलो साथीहरू, आदरणीय श्रोताबिनहरू नमस्ते। यति बेला चाहिँ स्रोतरी नरेल 5 सारीमा रहेको कुवा सोह्र गइरहेको छु। कुवामा चाहिँ धेरै घाँस रहेछ, त्यही भएर चाहिँ यो पहिले घाँस काटेर यसरी घाँस काटेर राखेका छौँ। घाँस काटेर चाहिँ पोखरी सोर्ने तयारी गरिरहेका छौँ। साथीहरू, हामी चाहिँ अहिले गाउँमा चाहिँ लिफ्ट खानेपानी आइसकेको छ। लिफ्ट खानेपानी आएपछि धेरैले यो कुवाको पानी खान छोड्नु भइसकेको छ। तर हामी चाहिँ सानो छँदादेखि पुस्तौँदेखि यो पानी खाँदै आइरहेका छौँ र स्कुल जाँदा पनि हामी कुवाको पानी खाएर गएको थियौँ। यो ठाउँमा चाहिँ टन्नै गाईहरू हुन्थ्यो। अहिले चाहिँ पानी भर्न कोही पनि आउनुभएको छैन है। हामी चाहिँ कुवा सोर्न लागिरहेको छौँ। कुवा र पोखरी सोर्न गइरहेका छौँ। कुवा पनि सरसफाइ गर्नेछौँ र सबैभन्दा पहिला हामी पोखरी सोर्दैछौँ। पहिले पोखरी सोरेर पोखरी सोरेपछि कुवाको पानी फाल्ने र त्यो पोखरीमा जम्मा हुन्छ भन्ने सोचेछौँ। घाँस धेरै भएर चाहिँ हामी घाँस काटिरहेका छौँ र एकजनाले गोड्दैछौँ। हामी चाहिँ यसरी गइरहेको छ। स्रोतरी नर्मल र तल सारीका धेरै जसो आमा दाजुभाइ दिदीबहिनीले यो पानी खानुभएको छ। धेरै भर्न आउँथ्यो, हामी पनि भर्थ्यौँ। र अहिले चाहिँ विकाससँगै गाउँमा लिफ्ट खानेपानी आइसकेको छ। लिफ्ट खानेपानी आएपछि यो पानी चाहिँ धेरै साथीहरूले खानुभएको छैन। भर्न आउनुहुन्न। यहाँ चाहिँ हामी धेरै भर्न आउँथ्यौँ। यो चाहिँ हामी पहिल्यैदेखि खानेपानी यस्तै छ, पहिल्यैदेखि यस्तै छ। कहिले पनि पानी कम हुँदैन। तर चैते वैशाख खडेरीमा चाहिँ यहाँ पानी सुक्खा हुन्छ। निकै चिसो पानी हुन्छ, मूलको स्वच्छ पानी छ। यदि तपाईँ पनि यो बाटो हुनुहुन्छ भने खानुहोला। कसले यो धाराको पानी खानुभएको छ कृपया भिडियो हेर्दै हुनुहुन्छ भने सबैले एक लाइक, एक कमेन्ट, एक सेयर गर्न नभुल्नुहोला। हामी चाहिँ सरसफाइ गर्न आइरहेका छौँ र सधैँभरि हामी चाहिँ गाउँमा रहेका हाम्रो छरछिमेकमा रहेका पाटी, पौवा, कुवा, पोखरीहरू जति विकास भए पनि बचाएर राख्नुपर्छ भन्ने हाम्रो मान्यता हो। त्यसैले हामी चाहिँ सरसफाइ गर्न गएका छौँ। यदि तपाईँहरूको गाउँघरमा पनि यस्ता कुवा छन् भने, पोखरी छ भने त्यसलाई बचाएर राख्नु हाम्रो दायित्व हुनेछ। सरसफाइ गर्नुपर्छ। यसरी पोखरी सोरेपछि यसमा चाहिँ चराचुरुङ्गी, गाईबस्तुहरूले पानी खाउन् भनेर चाहिँ हामीले सरसफाइ गरेका हौँ। फेरि यसरी हामीले सरसफाइ गरेनौँ भने गाउँमा रहेका यस्ता पाटी पौवाहरू चाहिँ है सुरक्षित रहँदैनन्, यिनको अस्तित्व मेटिँदै जान्छ। त्यसैले हामी चाहिँ सोर्न गइरहेका छौँ। भिडियो कहाँदेखि हेर्दै हुन्छ, कस्तो लाग्यो भिडियो, र हामी चाहिँ पार्ट 2 को भिडियो पनि लिएर आउनेछु। पार्ट 2 को भिडियो पनि हेर्नुहोला। कसले कुन ठाउँदेखि भिडियो हेर्दै हुन्छ कृपया लाइक, कमेन्ट, सेयर गर्न नभुल्नुहोला भन्दै तपाईँहरूको माझ म भिडियोबाट एकछिन बिदा हुन्छु। र हाम्रो भिडियो चाहिँ कन्टिन्यू छ, हेर्दै जानुहोला। धन्यवाद। फाइनली गाइज, यति बेला चाहिँ हामी चाहिँ पोखरीको आधा जति सोह्र भ्याइसकेका छौँ। अब हामी पार्ट 2 को भिडियोमा आउने जोडिने छौँ भन्दै अहिलेसम्म यहाँसम्म भिडियो हेरेर साथ दिनेसम्मलाई विशेष धन्यवाद दिँदै हामी पोखरी सोर्नमा सहभागी भएका बलदेव विसी, नमराज विसी, केशव बुढाथोकी र म स्वयं बिबी बुढाथोकी पनि पार्ट 2 को भिडियोमा भेट हुने बाचासहित अहिले बिदा हुन्छु। हस् त, धन्यवाद। यस्तै फरक भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल बुढाथोकी अनलाइन टिभी सब्स्क्राइब गर्नुहोस्, नजिक रहेको बेल आइकन दबाउनुहोस्।